हेलो साथी हो, मेरो सानो भिडियोमा हजुरलाई स्वागत छ। आज त दिन चिसो भएकोले गर्दा के गरौँ भइरहेको थियो। अन्त लु मोमो खाउँ भने हो, मोमो खानु लागि अब सबै कुरो त बारीमा छ, लु टिपाउन त्यही भनेर यहाँ ट्याङडुङ यसरी समय हेरेको टाइम हेरेको त एकदम मोमो बनाउनु त टाइमै गइसकेको छ मेरो। लु ताई पकाउँ ल भनेर अन्त आमाले चाहिँ खाँदिनै ल तपाईँहरूको लागि त खानै बनाइदिन्छु भनेर मुङको दाल र यो कोपी हो मजाले परपर बनाइदिएँ, भुटिदिनु पर्ने। यो दाल पनि पाकिहाल्यो, अब कोपी हाल्नु बाँकी छ है। कोपी पनि पानीखेरि पकाइदिइहाल्यो यसरी नै। अन्त घरको त एकदम नरम भएर आलु भएर पाकिहाल्छ। अन्त यो बन्दाकोपी पनि अहिले बारीबाट लिएर आएको हो, यसलाई पनि कराककुरुक काटिहालेर आज त ताइपो खानुपर्छ, कोकोलाई मनपर्छ ताइपो खाऊ, कोकोलाई भात मनपर्छ भात खाऊ भन्दै त्यसो भन्दै बनाएँ। किनभने एकदमै चिसो छ आज त है, तातो ताइपो खानुपर्छ है आज त हामी भन्यो। अन्तखेरि म त किचनमा यसरी काम गर्न थालेँ। अन्त भरे त पानी त गडाङ र गुरुङ आकाशहरू हुनु थाल्यो। लु है भनेर छिचिरो गरेर अन्तखेरि अब पकाउनु त कति पनि टाढ्थ्यो यो समय यो सामानहरू बनाउनु त साह्रो पर्छ नि होइन भनेर अन्तखेरि काटकुट गर्नु थालेँ यसरी नै। लु सब्जी पनि पाकिहाल्यो हेर्नुहोस् त। अब यो धनियाँको पत्ता पनि हालिदिन्छु। यता ताइपोमा हाल्छु, ताइ पनि रेडी भयो। अचार त दामी भयो, जाडो पनि